Hi everyone, welcome back to my another vlog. र आज चाहिँ मेरो vlog चाहिँ एकदमै रातिको अहिले भइसकेको छ 10 है। म चाहिँ अस्तिदेखि क्रेभिङ भइरहेको थियो। यो हेर्न सक्नुहुन्छ 2x स्पाइसी र अन्डा है। र यो चाहिँ म आफ्टर भनौँ न मेबी 2 month है खाएको थिएन नि त। किन भन्दाखेरि चाहिँ एकदमै बेसी पिरो हुन्छ र म अलिकति अहिले हेल्थ इस्यु पनि भइरहेछ। सो त्यही लागि चाहिँ म चाहिँ यो खानुको लागि चाहिँ अभोइड गर्छु, तर आज चाहिँ खान्छु होस् भनेर, किनभने मेरो आज उयो छुट्टी पनि थियो नि त। त्यही लागि चाहिँ अन्त यसो फ्रीमा खाऊँ, पुरा क्रेभिङ भइरहेको थियो, खानु चाहिँ इच्छा थियो है। अब पिरो त पिरै हुन्छ, ठिकै छ आज जेसुकै होस् भनेर चाहिँ खाएको। अब हेल्थ इस्यु भन्दा पनि त्यस्तो साह्रो उयो चाहिँ होइन। र अब यसको लागि चाहिँ मेरो हेर्नुहोस् है, ह्यान्ड ग्लोभ्स पनि लाउनुपर्छ, किनभने यस्तो एकदमै बेसी पिरो हुन्छ। र हेर्नुहोस् मेरो ह्यान्ड ग्लोभ्स म चाहिँ यस्तोहरू उयो गर्दा चाहिँ युज गर्छु नि त। एकछिन म क्यामेरा अलिकति मिलेको जस्तो लागेन है त। र यो ह्यान्ड ग्लोभ्स लगायो भने चाहिँ यसले चाहिँ सेभ गर्छ हातलाई, नभए चाहिँ म त्यो हात धोइसकेर पनि के उयो जाँदैन, त्यो पुस्दाखेरि धुँदाखेरि पनि जाँदैन कति चाहिँ, अन्त आँखातिर मुखतिर लाग्छ नि त, अन्त चाहिँ प्रब्लम हुन्छ है। त्यही लागि चाहिँ म पहिला यसको लागि चाहिँ प्रिकसन है त। तपाईँहरू पनि यसरी खानु सक्नुहुन्छ, यो चाहिँ एउटा गुड आइडिया है। के अरे यस्तो स्पाइसी चिजहरू खाँदा ओर्दा अन्त चाहिँ त्यही हो। अन्त त्यही हो, हेर्नु है, यस्तो ग्लोभ्स अब हाम्रो मेडिकल लाइनमा काम गर्नु चाहिँ फाइदा छ। हामीले यस्तो ग्लोभ्सहरू चाहिँ हामीले उयसमै पाउँछ, लिएर आएको मैले आफै है। र अब चाहिँ म खान्छु, खाँदै म यसो तपाईँसँग बात पनि गर्छु। म चाहिँ खुट्टा माथि चढाइ जाडो छ नि त आज है। खै मलाई देखेको छ कि छैन, मेरो त क्यामेरा राख्ने उयो नै भएन। एकछिन है, यसले अलिकति अड्काइदिनु पऱ्यो है। अन्त त्यही हो, हेर्नु है, एउटा डल्लै हो। अन्त अन्डा चाहिँ बोइल गरेको, अरे चिसो भयो क्या, तातै रहेछ। अन्त यो चाहिँ एकदमै मलाई मनपर्छ नि त। अब खान सक्छु सक्दिनँ, निकै दिन बाद नखाएको, त्यही लागि चाहिँ पिरो त म खान्छु, तर यो चाहिँ नखाएको निकै भएको थियो नि त। मलाई अलिक अभोइड गर्दै थिएँ नि त यो चिजहरू। र तपाईँहरूले थाहा भइसक्नुभयो होला है, मेरो भिडियो त यतैको हुन्छ। र मैले यता घरबाट आउँदाखेरिको त्यो भिडियो चाहिँ बनाउनु पाइनँ। अब त्यतिखेर बनाउनु पनि मलाई मन लागेन, किनभने घरबाट आउँदाखेरि एकदमै नराम्रो लाग्छ नि त। अन्त त्यो एकदमै त्यो उयो नै हुँदैन क्या, मनै हुँदैन। अन्त त्यही लागि चाहिँ नबनाएको। र म यता आइसकेर पनि मेरो आफ्नो ब्युटी मैले जोइन गरिसकेँ है, आएको पनि निकै भइसकेको छ। अन्त त्यसलाई चाहिँ तपाईँहरूलाई थाहा छैन क्या, त्यो म घर आएको भिडियो चाहिँ देख्नु पाएको छैन, मैले बनाइनँ पनि टु बी अनेस्ट है। अन्त त्यही हो, त्यसरी नै अहिले चलिरहेको छ लाइफ। अन्त आएर चाहिँ अलिकति मलाई हेल्थ इस्युहरू भएको थियो भन्दा पनि भइरहेको छ, तर मैले चाहिँ त्यो कुरा चाहिँ अब उयो गरेको छुइनँ है। र त्यस्तो नराम्रो पनि होइन, ठिकै छ, अहिले चलिरहेछ ट्रिटमेन्टहरू। त मैले चाहिँ खानु त्यही लागि चाहिँ अभोइड गरेको थिएँ है, निकै भए चाहिँ नखाएको। र आज चाहिँ मलाई निकै क्रेभिङ भएर चाहिँ मैले खाएको है त। यो चम्ची लिएर आएँ, किनभने मलाई एउटा उहिले खानु पुरा अप्ठ्यारो भयो नि त यो होइन। यो आज गिल्लो भयो कि के हो। अन्त मजा चाहिँ मजा। अझै मेरो अब आज विकेन्ड हो नि त, आलिपुर छुट्टी, त्यसले गर्दा चाहिँ अन्त घरमै थिएँ। दिउँसो खाना खाइहाल्यो, अनि बेलुका चाहिँ के खाऊँ भनेर पहिला खाना भनेर सोचेको थिएँ। फेरि अब 9-10 बजी भएपछि चाहिँ मलाई अलिक भोक लाग्न थाल्यो। अन्त यो खानु पऱ्यो आज चाहिँ जेसुकै होस् भनेर चाहिँ खाइदिएको नि। अब सधैँभरि त नखानु त सक्दिनँ म, फेरि बार्नै सक्दिनँ क्या। जस्तै सिचुएसन भए पनि म चाहिँ बेसी चाहिँ बार्नु सक्दिनँ, एकदम करले हो भने चाहिँ कुनै नभए चाहिँ म बार्नु सक्दिनँ। पिरो खाने बानी चाहिँ यस्तो हुन्छ। वाउ। अन्त तपाईँहरू पनि भन्नुहोस्, तपाईँहरू कस्तो के हुनुहुन्छ, यसो कमेन्टमा भन्नुहोस् है। त्यही हो, मैले चाहिँ सोचेको थिएँ भिडियोहरू पनि हाल्छु, कन्टिन्यू गर्छु भनेर। त्यही हो, अब मेरो अलिक उयो नै चल्दैछ, त्यही लागि भिडियोहरू पनि हाल्नु सकेको छुइनँ है। अन्त जति सक्दो चाहिँ अब
आउन मन लाग्छ तर टाइम पनि त्यस्तो हुन्छ प्लस त्यही हो अलिअलि कुही नै छैन क्या अन्त ठिकै छ जति सक्दो हाल्छु र आज चाहिँ मैले यसो मनको कुराहरू भन्यौँ बातचित गरौँ भनेर पनि है त्यो अब यसो खाँदै त्यही गरेको भिडियो बनाएको भिडियो बनाउनु मन लाग्यो है रातको 10 बजी खानु मन लाग्यो भिडियो बनाउनु मन लाग्यो अन्त चाहिँ यो चाहिँ मैले जस्ट ऱ्यान्डम भिडियो भनौँ न किनभने चाहिँ यो चाहिँ मेरो प्लानमै थिएन मैले खासमा फर्स्टमा चाहिँ खान्छु मात्रै भनेर सोचेको थिएँ त्यो साह्रो तन्न नलाग्नु हुन्छ अन्त खान्छु मात्रै भनेर सोचेको थिएँ अन्त फेरि यसो सोचेँ खान्छु भनेपछि त भिडियो पनि बनाइदिइहाल्नु पऱ्यो नि है मिलाइदिनु भएको थियो भनेर चाहिँ त्यही हो अस्ति घर गएँ घर त जाँदा गएँ मोटै त्यो 20-22 दिनको लागि गएको थिएँ है अन्त टाइम बेसी पाउँदैन नि त बस्ने पनि घरमा है यताउति जानु पाउँदैन भनेको जस्तो अब मलाई थाहा छ कतिजनाको आफ्नै मान्छेहरूकोमा पनि जानु पाइनँ यस्तो हो टाइम चाहिँ एकदमै मेरो कम्ती जहिले पनि मेरो त्यस्तो हुन्छ तर है टाइम मेरो किनभने यहाँनिर चाहिँ बेसी लामो छुट्टी पाउँदैन नि त म्याक्स टु म्याक्स 3 विक होइन त्यो पनि एकदमै उयो हुन्छ र अन्त म टाइमै पाइनँ अलिक उयो नै थिएँ है त्यही लागि चाहिँ म जानु पाइनँ कति घरमा है मेरो आफ्नै मान्छेहरूकोतिर पनि जानु पाइनँ मलाई थाहा छ होइन उहाँहरू अलिक मन दुखाउनु भएको छ भनेर तर केही छैन फेरि नेक्स्ट टाइम गयो भने चाहिँ म त्यहाँ जान्छु है सबैतिर एकैचोटि गएर भ्याउँदैन नि त एकैचोटि सबैको मन राख्नु पनि नसक्ने है साह्रो छ के भनौँ घरमा म राम्ररी बस्नु त पाइनँ भने 1-2 दिन सायद 2 दिन चाहिँ म राम्ररी बसेँ भनेको चाहिँ त्यही होला घरमा है नभए चाहिँ म घरमा पनि बस्नु पाइनँ खालि बाहिर घरि कहाँ जानुपर्ने घरि के को काम अब इन्डिया गएपछि घर गएपछि त्यही त हो घरि कागजपत्र के हुन्छ है भागदौड गर्दा यताउति राम्रो साथीभाइहरूसँग भेट्नु पाएन आफन्त मान्छेसँग भेट्नु पाएन है त्यस्तै हुँदो रहेछ अब मन नदुखाउनु है अब के भन्नु अरू त अब फेरि आउँदाखेरि भेटौँला है अब सबैको टर्न अब एकैचोटि गर्नु सक्दैन आउनु सक्दैन अब टर्न वाइज भनौँ न है अन्त अरू त त्यसै चल्दैछ यहाँ चाहिँ फेरि रात दिन थाहै पाउँदैन है अहिले झन् साह्रो विन्टरमा अब जाडोले गर्दा केही थाहा पाउँदैन बिहान हुन्छ बिहान हुँदा एकैछिनमा रात परे मात्रै देख्छ रात फेरि 3 बजी त झमक्कै हुन्छ होइन अब बिहान पनि एकदमै ढिलो 8 बजीसम्म पनि घाम लागेको हुँदैन घाममा त उज्यालो हुँदैन त्यसै हो जाडो पुरा छ यहाँनिर है अहिले त यहाँ अस्ति त हल्का फुल्का उयो पनि स्नो पनि भएको थियो तर एकदमै हल्का एकदम पिग्लिहाल्ने अलिक दिनमा चाहिँ हेभी हुन्छ है अहिले पनि माइनसमा छ नि 5-6 हुन्छ माइनस है कोही बेला रातभरि चिसो लाग्छ नि अब त्यत्रो हिटर चलाउँदा पनि हिट हुँदैन रुम त्यस्तो खालको पनि छ होइन त्यही हो अन्त यहाँको त्यस्तै छ चलिरहेछ लाइफ है मान्छेले भन्ने मात्रै के भन्छ आउट अफ कन्ट्री इन्डियाभन्दा बाहिर बट त्यस्तो हुँदैन भनेको जस्तो देखेको जस्तो सजिलो चाहिँ हुँदैन त्यही हो अब दिन बादमा खाएर झन् पिरो भयो त्यो बादमा हुन त म डल्ले खुर्सानीहरू चाहिँ खाँदैछु तर यस्तो चिजहरू मैले फास्ट फुडहरू चाहिँ अब अलिक कमै गरेको छु है बरु मजाको घरको दाल भात खान्छु अन्त अलिक कम्ती गरेको छु है अन्त खासमा त अब नखाने भनेर त्यस्तो हुँदैन तर आफूले नै केयर गरेको चाहिँ राम्रो नि त है
त्यही लागि चाहिँ नखाएको निकै भएको थियो। यसमा त फेरि डल्ले खोर्सानीले चाहिँ त्यस्तो असर गर्दैन, जति चाहिँ यस्तो चिजहरूले गर्छ नि त। अब यसको तपाईँहरूलाई पनि थाहा छ होला, अब खानुभएको छ भने चाहिँ यसको पिरो चाहिँ फेरि अर्कै खालको हुन्छ नि त। इट्स नट त्यो हुन्छ नि खोर्सानीको अब पिरो जस्तो चाहिँ हुँदैन कि, यो चाहिँ अर्कै खालको पिरो हुन्छ। अब पिरो हुन्छ एकैछिन भेट्छ, फेरि अलिक उयसमा नर्मल भइहाल्छ क्या। त्यो डल्ले खोर्सानी त्यो लाम्चे खोर्सानीको त्यस्तो पिरोको चाहिँ हुँदैन है। यस्तो खाने पनि ह्याबिट राम्रो होइन है। तर कोही कोही त्यस्तो क्रेभिङ हुन्छ कि खानु, तर म भयो मैले बेसी टाइममै बादै खाएको त्यही हो। अन्त आज मेरो अब छुट्टी, आज स्याटरडे है, भोलि सन्डे, भोलि पनि छुट्टी छ। म सोच्छु जहिले पनि है, म जहिले पनि म चाहिँ प्लान गरिरहेको हुन्छु म भिडियोहरू बनाउँछु भनेर है, तर त्यस्तो मिल्दैन क्या, टाइम मिल्दैन। भिडियो बनाउनु मलाई केही छैन, भिडियो त म जति बेला पनि बनाउन सक्छु, बट त्यो भिडियो बनाएर एडिट गर्नु चाहिँ यस्तो टाइम लाग्छ है, सबै कुरा हाल्ने खालको हुँदैन नि त भिडियो पनि है। अब हेर्नु पर्यो आफूले पहिला कस्तो छ के छ, जस्तो पाए त्यस्तो हाल्नु भएन, कतिवटा कुरा नहाल्ने भिडियो अपलोड गर्ने नमिल्ने खालको पनि हुनसक्छ, त्यसलाई एडिट गरेर काट्नु पर्यो है, त्यसको लागि चाहिँ टाइम चाहियो। त्यही हो, मेरो कतिवटा भिडियो छ मेरो अहिले पनि घरको भिडियोहरू यताउति कुकहरू है, म हाल्नु त्यही लागि चाहिँ सकेको छुइनँ, मैले त्यसलाई एडिट गर्नै पाएको छुइनँ। जहिले पनि गर्छु भनेर सोच्छु, बिर्सिहाल्छु यताउति गर्दै है। म त्यही त हो, घरमा छुट्टीको दिन घरको काम गर्दै ठिकै हुन्छ है, त्यही हो। र एकदमै पिरो भयो, मजा पनि आयो, तपाईँसँग यसो गफ पनि गऱ्यो आफ्टर अब निकै दिन बादमा है। अन्त एकछिन पर्दैन है, यो चाहिँ फेरि टिस्यु हो है, यो चाहिँ टोइलेट पेपर होइन, हुन्छ टोइलेट पेपर हो तर त्यो टोइलेटमा युज गर्नु चाहिँ होइन। चाहिँ यतिकै, यो चाहिँ राम्रो लाग्छ नि त मलाई, एकदम सफ्ट हुन्छ, त्यसलाई चाहिँ यो हात पुस्नु हुनु यताउति पनि युज गर्छु म। अब आजको लागि अब यति नै होला भिडियो है, अब चाहिँ सक्नु आँट्यो, सक्यो भनौँ न। अब एक दुई के अरे उयो चाहिँ छ, चम्ची चाहिँ छ। म अस्ति घरमा जाँदाखेरि गएर आउँदाखेरि चाहिँ यस्तो मोटो भएको थिएँ, म घरमा गयो भने जस्तै हुन्छु, पुरा मोटो हुन्छु होइन। यहाँभन्दा चाहिँ यहाँ आएपछि फेरि अलिकति कम्ती भइहाल्छ, किनभने अब यहाँनिर त्यही हो कामको प्रेसर हुन्छ, उयो गर्नु पर्यो, यताउति भागदौड गर्नु पर्यो, त्यही हो। अब घरमा त अब बसी बसी खाएको है, घरमा त केही काम थिएन नि त, केही एउटा उयो पनि नगर्नुपर्ने काम होइन, घरमा सबै कुरो अब बहिनी मम्मी भाउजूले गरिहाल्नु भएको थियो है, गरिहाल्नुहुन्थ्यो, र त्यसलाई चाहिँ उयोहरू के अरे आफूले केही गर्नु नपर्ने, बस्यो खायो त्यति हो, आफ्नो यताउति काम गर्यो, यताउति अब त्यो आफ्नो जे काम छ काम गर्यो है। तर यहाँ आएपछि चाहिँ सबै कुरा आफू गर्नुपर्छ, घर सफा गर्नुपर्छ, आफ्नो ड्युटी गर्नुपर्छ, आउनु पर्यो है, अब ट्रान्सपोर्ट लिनु पर्यो है। अब यहाँ चाहिँ त्यही हो नि त, पब्लिक ट्रान्सपोर्ट लिँदाखेरि चाहिँ टाइममा हिँड्नु पर्यो, अब के अरे अब कति जग्गा त हिँडेर पनि जानु पर्यो, कति अब 10 मिनट 15 मिनट त यहाँ नर्मल हिँडेर जानु है, त्यस्तो हुन्छ। त्यसलाई चाहिँ अलिकति जिउ उयो भइहाल्छ, आफ्नो डेली क्यालोरी बर्न भइहाल्छ है, जति नै खाए पनि लाग्दैन भनौँ न। अब घरमा त बस्यो खायो यताउति गयो त्यति हो, के हो। तर मेरो एकदमै के अरे भेकेसन चाहिँ इट वाज अमेजिङ है, ग्रेट है। तर
टाइम चाहिँ कम्ती थियो एकदमै आज गयो भोलि आएको जस्तो मात्रै भयो है तर पनि ठिकै थियो अब गएँ फेरि जम्ला अब कहिले हुन्छ नेक्स्ट इयर मेबी आई डोन्ट नो मजा आयो अन्त यो पनि अब सक्नु आँट्यो है अन्त यो खाएर पनि मजा आयो मैले चाहिँ अब घरमा गएर चाहिँ यस्तो प्लान गरेको थिएँ नि त है अब के गर्छु भनेर कहाँ जान्छु भनेर कति कुराहरू भएन पनि त्यो कुराहरू है मैले प्लान गरेको अनुसार सोचेको जस्तो हुँदैन क्या एक्सपेक्टेसन भर्सेस रियालिटी भन्छ नि त्यस्तै भयो मेरो फेरि अन्त त्यही हो अब फेरि नेक्स्ट इयर जाउँला है अब सायद नेक्स्ट इयर गर्छु होला योपालि गर्नु भएको चिज चाहिँ है तर जति दिन थियो राम्रो इन्जोय गर्यो मजाले है यताउति बेसी नगए तापनि मेन त त्यो हो घरको मान्छेलाई भेट्यो है म दिवाली मनायो त्यो चाहिँ राम्रो भयो आफ्नो यता गाउँठाउँहरू घुम्यो अन्त त्यही हो अरू त अब के भन्नु अन्त अहिले चाहिँ अब आइसकेको छु आफ्नो ड्युटी गर्नै पर्यो है त्यही हो अन्त ड्युटी नगरी त कहाँबाट हुन्छ अहिलेको जमानामा काम गर्नै पर्छ है त्यही हो र एकदमै मजा आयो मैले खाइ पनि सकेँ है खाली भयो सरी अन्त अन्डा पनि दुईटा बोइल गरेको थिएँ मलाई बोइल अन्डा चाहिँ एकदमै मनपर्छ मलाई बरु अमलेटहरू मन पर्दैन नि त त्यस्तो खाँदिनँ खान्छु अब तर त्यस्तो मन चाहिँ पर्दैन मेरो फेभरेट चाहिँ यही हो एकदम मजा आयो मजाले खाएँ र अब चाहिँ खाइपी गरेर चाहिँ अब चाहिँ सिधै स्लिपिङ है किनभने अब भोलि छ चाहिँ एक दिन अन्त आजको दिन त सक्यो यस्तो हुन्छ छुट्टीको दिनमा पनि अरू दिनमा चाहिँ कस्तो हुन्छ नि ड्युटी छ भने चाहिँ उठ्यो 9-10 बजी नै उठे पनि छिटो आफूले आफ्नो खानापिनाहरू बनाउनु पर्यो नि त म चाहिँ फेरि बाहिर खाना हतको खान्न अन्त आफ्नै खाना खान्छु यता दाल भातै भए पनि जस्तो भए पनि है बरु चाम्रे भातै भए पनि मलाई चल्छ अनि छिटो पकाइहेरि चाहिँ अन्त म चाहिँ कति बेला कोही बेला चाहिँ म बेलुका लागि छ भने पनि इनफ पकाइराख्छु अब मेरो साथीको ड्युटी छैन भने चाहिँ बनाइन्छ उसले है ड्युटी छ भने त ऊ पनि भ्याउँदैन नि त अन्त म उठे झन् चाहिँ छिटो म आफै बनाएर चाहिँ रेडी गरेर जान्छु आफैले खाइपिए म चाहिँ टिफिनहरू चाहिँ त्यस्तो लाँदिनँ है कोही बेला चाहिँ अब एकदम हतार खानु भ्याएन भने चाहिँ लान्छु नभए लाँदिनँ अन्त चाहिँ त्यस्तो हुन्छ अन्त छुट्टी बेलामा चाहिँ 9 बज्यो 8 बज्यो उठ्नु त उठी पठाउँछ बिउनिन्छ 8 बजे 9 बजे यता त छुट्टी बस्छु कहिले 10 कति 12-1 बजीसम्म पनि ढल्की बस्छु उठिसकेको हुन्छु बरु यतातिर उतातिर केहरू चलाइबस्छु फोनहरूतिर बातचित गर्छु है घरमा साथीभाइहरूसँग त्यस्तो हुन्छ अन्त छुट्टी बेलामा त्यसै टाइम बित्छ अब उठ्दा 1:30 हुन्छ फ्रेस हुँदा फेरि मलाई चिया नखाइ हुँदैन है चिया खाँदा भोक लागेको हुँदैन अन्त फेरि बेलुका यताउति केहरू बनायो खायो त्यस्तै हो तर आज चाहिँ म छिटो उठेको थिएँ र चाहिँ खानापिना खाइसकेको थिएँ छिटो नै 1-2 बजीसम्म चाहिँ म खाइसकेको थिएँ आज छिटो उठेको थिएँ नि त निन्द्रा खोलेको किनभने टाइमिङ हुन्छ नि त उठ्ने अन्त आज चाहिँ उठ्नु मन लागेर छिटो उठेर चाहिँ सक्यो काम अहिले बेलुका पनि खान्न भन्थेँ किनभने ढिलो खाएको थिएँ फेरि यस्तै 9-10 बजिसक्यो नि त अब बज्यो अहिले त 10:30 हुन आइसक्यो के खानु मन लाग्यो नि त अब यस्तो स्पाइसी खाइदिउँ न त म चाहिँ ल्याएर राखिरहेको थिएँ नि त अस्ति नै ल्याएर राखेको खानु चाहिँ पाएको थिइनँ खानु पाएको थिइनँ भन्दा पनि नखाएको मैले आफै अन्त आज चाहिँ होस् खाइन्छु भनेर चाहिँ खाएको है एकदम मजा आयो लामो टाइम बादमा खाँदा मिठो पनि हुँदो रहेछ त मलाई चाहिँ पिरो लाग्यो त त्यस्तो पिरो पनि होइन एकदमै सहन नसक्ने होइन तपाईँहरूसँग बातमा यो मलाई के जस्तो पनि लागेन होइन पिरो हराइ पनि सक्छ त्यही हो
त्यस्तै अब हेर्नु अब कहिले म आई विल ट्राई टु मेक भिडियोज है अब मलाई त इच्छा त लाग्छ नि डेली अब यस्तो हुन्छ नि डेली भ्लग बनाउनु पनि सक्छ तर त्यही हो भ्याउँदैन एडिटिङ भ्याउँदैन एडिटिङ नगरिकन हाल्नु मिल्दैन अनि त्यसले गर्दाखेरि यति थाक थुप्रिन्छ क्या भिडियोहरू मेरो यति साह्रो मेमोरी फुल भइसकेको चाहिँ फोनमा अन्त त्यही हो मेरो कतिवटा भिडियोहरू छ अझै उतातिरको है मेरो घर जाँदाखेरि गएको अब घरतिर बनाएको भिडियोहरू तर मैले हाल्नु सकेको छुइनँ त्यही एडिटिङ नगरेर है एडिट नगरेर त्यही हो अब कहिले हुन्छ म टाइम पायो भने चाहिँ म एडिट गरेर हाल्छु तपाईँहरूले हेर्नु सक्नुहुन्छ है अन्त त्यति भन्दै आजको लागि यति नै मैले अब लास्ट बाइट हो अन्डाको सक्यो है एकदम मिठो भयो मजा आयो अब चाहिँ ग्लोभ्स पनि खोल्नुपर्छ भाँडा मोल्छु हल्का बाहिर गयो त्यहाँदेखि चाहिँ ग्लोभ्स खोल्छु भाँडा मोल्छु भने चाहिँ पानीले चाहिँ पखाल्छु एकपल्ट क्या नभए फेरि त्यो भाँडा मोल्दाखेरि पनि लाग्छ क्या मेरो त्यस्तो सरी मसँग त्यस्तो चाहिँ एकदमै बेसी भइसकेको छ किन भन्दाखेरि चाहिँ म पहिला चाहिँ अब बिना ग्लोभ्स चाहिँ खान्थेँ बिना ग्लोभ्स चाहिँ त्यो 2X को त्यो सस हाल्थेँ नि त कि अन्त धुइधाइ गर्थेँ हात मजाले धुन्थ्यो वास उयो गर्थेँ साबुनहरू लगाएर मजाले वास गर्थेँ भरे पछि त त्यो वास गर्दा पनि नजाँदा रहेछ नि कति चाहिँ त्यो कता कता लागेको हुन्छ होला नि त्यसो चेपचापमा अब यसो मुख पुस्नु पनि आँखा पनि यस्तो पिरो हुने नि पछि त फेरि पिरो फेरि कस्तो डरलाग्दो पिरो हुन्छ यो चाहिँ अर्कै खालको पिरो हुन्छ नि त अन्त त्यहाँदेखि चाहिँ म काबै भएको छु त्यहाँदेखि चाहिँ म आजकल लिएर आउँछु यस्तो अब सधैँ तर युज हुँदैन तर कोही काल लिएर आउँछु ग्लोभ्स लिएर आउँछु अन्त यो ग्लोभ्स युज गर्छु अन्त त्यहाँदेखि चाहिँ मेरो काम मजाले हुन्छ है ए भन्दा पनि तपाईँहरूले एउटा कुरा देखाउँ भनेको हेर्नुहोस् त यो चाहिँ यहाँको क्रिसमसको उयो है गिफ्ट यो चाहिँ हाम्रो कति उयोले दिन्छ नि त कोलिग अहिले अब के अरे ड्युटीमा है यताउति उनीहरूको चाहिँ अब यो क्रिसमस चाहिँ एकदमै राम्रो ठुलो मनाउँछ नि त है अन्त यो चाहिँ के हो भन्दाखेरि चाहिँ क्रिसमसको त्यो सजाउने होइन नि यो चाहिँ चक्लेट हो यो चाहिँ म तपाईँहरूलाई कुनै दिन म त खानु अहिले त इच्छा छैन यो भित्र चक्लेट हो सबै हेर्नु सक्नुहुन्छ अलिकति खोलेको छ चक्लेट हो यो चाहिँ सबै खानु सक्छ यो चाहिँ चक्लेटको बनिएको है अन्त त्यही हो अन्त यो चाहिँ एकदम क्रिसमस धुमधामसँगले चलिरहेछ तयारी मान्छेहरूको है बाजे जिङ्गल बेल भनेको छ अन्त त्यही हो तयारी पुरा धुमधाम चलिरहेछ यहाँ मेलाहरू पनि मैले अस्ति भिडियोहरू चाहिँ हालेको थिएँ त है सर्ट भिडियोमा तपाईँहरूले सायद हेर्नुभयो कि भएन थाहा छैन है आई होप हेर्नुभयो होला अन्त चाहिँ सर्ट भिडियोतिर चाहिँ मैले हालेको थिएँ त्यो चाहिँ क्रिसमसको मार्केट हो यहाँ चाहिँ एकदमै ठुलो मार्केट लाग्छ है क्रिसमसको अन्त दामी हुन्छ र अन्त त्यही हो त्यसै नै भन्दै आजको लागि म यति नै तपाईँदेखिको म बिदा लिन चाहन्छु है फेरि पनि म यसरी ल्याउने ट्राई गर्छु भिडियो है जति सक्दो आफूले भ्याएको नभ्याएको जति बेला पनि है भ्याएको बेलामा चाहिँ अफकोर्स है म भिडियो बनाउने ट्राई गर्छु र तपाईँहरूलाई म देखाउँछु मेरो आफ्नो डेली लाइफहरू म के कस्तो गर्छु र यहाँको लाइफ चाहिँ कस्तो छ भनेर है र त्यति नै भन्दै आजको लागि यति नै र मैले खाइसकेको छु फेरि पनि प्लेट देखाएँ आइम सो सरी बिर्सेछु मैले है र अन्त त्यही हो यहाँ पनि यो पनि चक्लेटै हो यो चाहिँ हट र अन्त त्यति भन्दै आजको लागि यति नै सो सी यु इन द नेक्स्ट भिडियो बाई बाई